So hello guys and welcome to my vlog. So आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला. So देख्न सक्नुहुन्छ म चाहिँ रेडी भएर यहाँ आइसकेको छु हाम्रो यहाँनिर वर्षिप कन्फ्रेन्समा. So मसँग को हुनुहुन्छ भनेदेखि सामुएल, सिफरा अनि त्यसपछि पप्पु. ल सबैलाई हामी टिकट देखाऊ गाइज. देखो न गाइज. कस्तो लागिरहेछ तिमीलाई? जुत्ता राख्न जाउँ. ल अब हामी जुत्ता पनि यति धेरै मान्छे आइसकेको छ छैन गाइस. यो चाहिँ सबै मेरो लागि आयो लभिङली. के रे कसैले पल भएर मजा लागेन नि. छैन मैले लाग्छु क्या हो रे. होइन गाइस मेरो पल पऱ्यो यार. ला मैले अर्कै लगाएँ कि सक्स. होइन मैले भन्दै मात्रै हो. सृष्टि बाहेक जति पनि काम उहाँले गर्नुभयो मानिससँग मिलेर गर्नुभएको छ. यो संसारमा जब उहाँले आदमलाई बनाउनु भयो त्यस पछाडि परमेश्वरले कहिले पनि आदमलाई दिएको अधिकारमाथि उहाँले हस्तक्षेप गर्नुभएको छैन. जे पनि गर्नुहुन्छ उहाँले आदमसँग मिलेर गर्नुहुन्छ. आउनुहोस् हामी यो समय उहाँको असल नजिक हामी जानेछौँ र भन्नेछौँ तपाईँ राजा हुनुहुन्छ, तपाईँ मेरो जीवनको राजा हुनुहुन्छ र मेरो मालिक हुनुहुन्छ. राजा येशू राजा, राजा येशू राजा, राजा येशू राजा, राजा येशू सो गाइज अहिले चाहिँ खाना खाने टाइम भएको छ अनि हामी खाना खान बाहिर निस्केका छौँ. लुकिङ ह्यान्डसम. तपाईँहरू कोही चिनेको मान्छे आउनु भएको छ यहाँनिर अनि हामीले भेट भएनौँ भने चाहिँ कमेन्ट गर्नु होला. म पनि आएको थिएँ है भनेर गाइज. ल ल कमेन्ट गर्नु ल आउनु भएको थियो है भनेर. हामीले भिडियोमा चाहिँ देखाउन पाएनौँ हजुरहरूलाई किनभने हामीले चिनेकै छैन नि त. तपाईँहरूलाई भेट्न पनि पाएन. चिने छ भने पनि तपाईँहरू हामीलाई भेट्न आउनु भएन नि त. त्यही भएर अब भ्लग हेरेर कमेन्ट चाहिँ गर्नु होला. ओके ओके. भयो दिदी भनेर लेख्नु ल. सबजना भयो दिदी भन्नु. नाटक नगर्नु भयो दिदी. कट कट भन्यो क्या. पक. सो गाइज अब चाहिँ हामी खाना खाएर भित्र आइसकेका छौँ. आएको छु आज तपाईको
नाम उजागर गरिदिने। तपाईँले सकेममा वेदी बनाउनु भयो, बेथेलमा वेदी बनाउनु भयो, हेब्रोनमा वेदी बनाउनु भयो, अथवा मोरियामा वेदी बनाउँदै हुनुहुन्छ अथवा बनाइसक्नुभयो, मलाई थाहा छैन। तर अल्टिमेटली चाहिँ एउटा विश्वासीले मोरियामा वेदी बनाउनै पर्छ। सो गाइज आज चाहिँ आजको दिन चाहिँ सक्यो, आजको प्रोग्राम पनि सक्यो। अब भोलि तपाईँलाई मैले चाहिँ कस्तो बलिदान गरौँ, कसरी हामीले आज वेदीको कुरा निर्माण गर्दैछौँ, यो चाहिँ तपाईँले जीवन लागि महत्त्वपूर्ण कुरा हो। आमेन। सो यहाँलाई सानो नोटिस छ, सूचना छ, तपाईले कतिजना आजको दिन सक्यो। अब हामी भोलि आउनेछौँ, भोलि भेटौँला। The next day. So guys, welcome. It's day 2. हामी दोस्रो दिनमा छौँ आज। कुनै शैतानले मलाई तपाउन सक्दैन, निसासी देशस्थ ख्रिस्टको रगतले कुनै शैतानले मलाई तपाउन सक्दैन। उठेर निस्किन्छ कुनै शैतानले मलाई तपाउन सक्दैन, निसासी देशस्थ ख्रिस्टको रगतले कुनै शैतानले मलाई झुक्याउन सक्दैन, कुनै शैतानले मलाई झुक्याउन सक्दैन। आमेन। मैले यस्तो गरेँ उस्तो गरेँ, मैले सेवाकाई गरेँ भन्ने मान्छेहरूलाई पनि चिन्दिनँ भन्नुहुन्छ भन्दाखेरि चाहिँ नि यसको रहस्य चाहिँ के हो भन्दाखेरि त्यो व्यक्तिहरूले सबै कुरा गर्यो तर जे कुरा गर्नुपर्ने थियो त्यो चाहिँ गरेन। सेवाकाई पनि गर्यो, वर्सिप लिडिङ पनि गर्यो, आत्माहरू पनि बचायो, तर त्यो व्यक्तिले जुन कुरा गर्नुपर्ने थियो त्यो कुरा चाहिँ मिस गर्यो। जुन कुराको लागि परमेश्वरले उसलाई बचाउनु भएको थियो उसले त्यही कुरा सो गाइज अहिले चाहिँ अब हामी खाना खाने ब्रेक भएको छ। मलाई चाहिँ यहाँनिर यसले टोकेछ, मौरीले टोक्यो। हनीबी म यति धेरै रसिलो छु, त्यो हनीबीले मलाई टोक्न आएको छ गाइज। अनि फोटो सेसन धेरै रसिली छु, त्यही भएर मलाई हनीबीले टोक्न आउँछ। म धेरै रसिली भएर ओइ सुनिन थाले के हो, सुनिन्छ क्या हो मजाको रस खान आएको होला भन्न बियोस चाहिँ भएन होला धन्नै मजाको रसले खाएर चाहिँ धन्नै मौरी चाहिँ बियोस भएन तर थाहा छ मान्छेलाई टोकेपछि मर्छ नि धनीबी मर्यो। एउटा डन्डी त हुन्छ त्यही त भाँच्यो जस्तो पुरै मलाई यहाँ अब हामी खाना खान जान्छौँ। खाना खान जाने हुन्छ गाइस के एकछिन बस्नु जाने पोली राखानी अब यहाँ बच्चा जस्तो रुनु भएको छैन। टोक्यो ए तेरो ओभर एक्टिंग का 50 रुपये ये ले काट तेरो जिले 10 रुपये ले हमारे पास कुछ भी नहीं है। क्या बोला तूने? फिर यति धेरै खल्दियो फेरि मैसँग हो कि गाइस तपाईहरुको पैसाहरु चाहिँ मलाई ल्याएर दिनु होला, चोरी हुन सक्दैन किनकि म एउटा दिन्छु। ओइ यो भित्र खाने बेला बाँडेर मार्छ जम चल अन्डर हजुर के हुन्छ अब त केही हुँदैन, अब भएर नि सबै कुरा सकिन्छ। जम Let's go. लेट्स गो गाइस।
अब हामी विश्वको पछि हामी लाग्नेछौँ आमेन हिजो भने जस्तै हामी उहाँ बायाँतिर लाग्नुभयो हामी बायाँतिर लाग्नेछौँ उहाँ दायाँतिर जानुभयो हामी दायाँतिर जानेछौँ है उहाँको पाइला हामी पछ्याउनेछौँ किनभने हामी उहाँबाट सुन्नलाई र सिक्नलाई र उहाँलाई पछ्याउन लागेको छौँ है त रेडी हुनुहुन्छ तयार हुनुहुन्छ सबैजनाले पार्टिसिपेट गर्ने है कोही पनि नछुटिने 2, 3 उहाँ बायाँतिर गए बायाँतिर जान्छौँ उहाँ दायाँतिर गए दायाँतिर जान्छौँ आज उफ्रो नदीमा उफ्रो सबैजनाले बायाँतिर गए बायाँतिर जान्छौँ उहाँ दायाँतिर गए दायाँ नाच्नेछौँ नाच्छौँ नदीमा
सो गाइज हाम्रो चाहिँ प्रोग्राम सकिसकेको छ अनि मिटअप हुँदैछ घर हात मिला न कतिवटा मिलाउनु भइसक्यो यो चाहिँ हाम्रो मिटअप है टिमहरूसँग भिड छ कि भिड ड्रम बजाउनु भिड छ भने भिड चला गया कसको हेलो भिआइपी तिमी भाइरल छ अरे त होइन छ्याकले हो के भन्छ भाइरल छ भन्दै मैले देखाएको थिएँ नि भिडियो गरे हेरिदिनु होला सबैलाई धन्यवाद हजुरको नाम भन्नुहोस् आइडी मेरो नाम आयुष तामाङ 335 छ सबैमा हेरिदिनु होला हाम्रो पनि घलान सिस्टर छ हेर्नु होला गएर हेरिदिनु होला धन्यवाद अर्को चाहिँ रहेछ कि हात ल हाम्रो सामने भाइ मिटअपको लागि जाँदैछ ल मिटअप हुँदैछ हाम्रो भाइ जे होस् मिटअप हुँदैछ हामी आफ्नै सिटमा छौँ तिम्रो नाम के हो रे सुबानीले चाहिँ मलाई कति वर्षको अरे म 14 इयरको अरे म 14 इयरको रहेछ 14 + 10 कस्तो लाग्यो मेरो रियल एज थाहा पाएर सक्ट जति वर्ष भयो नि म अलिक कम उमेरको देख्छु कि गाइस त्यो चाहिँ मेरो जिनमा भएको कुरा हो क्या मेरो डिएनएमा है 11 इयर्सले ला देखा त हाइट तिमी त धरा भन्दा अल्को हुन्छ मेरो एजमा तिमी धरा भन्दा अल्को हुन्छ ओके थ्याङ्क यू वेलकम तिमीहरूसँग भेटेर खुसी लाग्यो क्यामेरा चाहिँ मैले फेरि नाकको पल लाग्छ ओके सो यो चाहिँ हाम्रो लङ इयर आऊ न तिमी पनि सेम बट डिफरेन्ट हाइट त बेजत नगरे सेम अनि आज हामी ट्विन नो बट हाइट इज म सो गाइज फाइनल्ली हाम्रो 2 दिनको युथ कन्फ्रेन्स सकियो सो अनि त्यसपछि उहाँहरूसँग भेटेर कुरा गऱ्यौँ पनि हामीले अनि त्यसपछि खुसी लाग्यो हामीलाई रमाइलो भयो अनि त्यसपछि आशिषमय पनि भयो धेरै कुराहरू सिक्यौँ हो कि होइन उसले त धेरै कुरा सल्लाह गर्दै थियो सो एकदम रमाइलो लाग्यो अनि हामी लिभाइस टिमलाई पनि थ्याङ्क यू भन्न चाहन्छौँ अनि त्यसपछि यदि तपाईँहरू कसैले हेर्दै हुनुहुन्छ भने पनि थ्याङ्क यू सो मच अनि अनि त्यसपछि आशा गरौँ कि फेरि पनि हामी तपाईँहरूसँग यसरी भेट्न पाऊँ भन्ने आशा गरेका छौँ हो कि होइन ओके सो हामी एकैचोटि सबैले बाई बाई भनेर आजको हाम्रो भ्लग यहीँ इन्ड गर्छौँ अनि हामी 2 दिनको यो भ्लग हामी यहीँ इन्ड गर्छौँ ओके बाई See you in the next video. Okay, bye bye and take care guys.